बिहान 13 बजेको छेरा खबरमा साथी तालुसँगै म आलुको नमस्कार। प्रसंग सुरु गरौं आजका मुख्य खबरका मूल शीर्षकहरूबाट। चैते दशैंको लागि पालेको खसी एकाएक फरार, खोजी कार्यको लागि कुकुरहरू जुट्दै। दारू नखाने मान्छेलाई एनसीएलले प्याक सकियो भन्दै मेसेज पठाउँदा धेरैले एनसीएल नचलाउने घोषणा। र विश्व प्रसिद्ध गायक लामखुट्टेले गीत गाउँदा ताली नबजाउने एकजना ठेडीलाल गम्भीर घाइते। अब सुनौ सबै कान थालेर पूरा समाचार। चैते दशैंको लागि भनेर पालेर पोसेर राखेको खसी घरबाट एकाएक फरार भएको हुँदा खोजी कार्यको लागि कुकुरहरू धमाधम जुटिरहेको र कोही कसैले झट्ट हेर्दाखेरि बाख्राको अनुहार परेको, करिब अन्दाजी 30 केजी जति मासु भएको, आँखामाथि जुङ्गाको रेखी भएको, कालो चस्मा, कोट र प्यान्ट लगाएको खसी हराइरहेको हुँदा भेटाउनु हुने महानुभावहरूले 465 छैन, फोन छ तार छैन भन्ने नम्बरमा सम्पर्क गरी बुझाइदिनु भएमा खसीको छाला बाहिरको र भुँडीभित्रको सामान उपहार दिने भन्ने खबर हामीलाई प्राप्त भएको छ। जिन्दगीभर रक्सी दारू कहिल्यै खान त के सुँग्न पनि नमान्ने मान्छेलाई एनसीएलले बारम्बार प्याक सकियो भन्दै मेसेज गरिरहँदा मोरङको हाँडी गाउँ भन्ने ठाउँका मानिसहरू अबबाट एनसीएल सिम नचलाउने भएका छन्। अर्कोतिर अहिलेका लभ नपरेका युवा पुस्तालाई डियर भन्दै एनसीएलले मेसेज गरेर मर्नु न बाँच्नु पारेपछि ती सिङ्गलहरूले पनि अबबाट एनसीएल नचलाउने भएको खबर हामीलाई सिङ्गल बोयफ्रेन्ड समाजले